म तपाईहरुलाई भन्छु सबै जनमत संगठनको नेता कमरेडहरु हुनुहुन्छ यहाँ कोले भोट हालेन केन्द्रीय सदस्य मध्ये प्रदेश सदस्य तपाईहरुको जनमत संगठनको केन्द्रीय नेताहरु को क्षेत्रमा गएनन् कसले भोट हालेनन् कसले घण्टीमा हाले त्यो रिपोर्ट तपाईहरुले दिनै पर्यो हामीलाई तिनलाई कारबाही गर्नै पर्छ नत्र भने पार्टी बनाउन सकिँदैन कुरा अहिले कारबाही गरिन्छ र सबभन्दा पहिला सुरु गरिन्छ केन्द्रीय सदस्यहरुबाट 50% घण्टीमा गए भन्ने जेनरल रिपोर्ट आछ हामीले भनेका छौं ठोस ल्याउनस् कोले हालेन को घण्टीतिर गएको देखियो तिनलाई हामी आँखा चिम्लेर कारबाही गर्छौं अहिले पार्टी पुनर्गठन यहीबाट सुरु हुने हो नयाँ पार्टी बनाउने क्रम पनि यहीबाट सुरु हुने हो यो निर्वाचन परिणाम पछिको सुझाव आलोचना के छ त्यो पनि ल्याएर हामी पार्टीको सचिवालय वा पार्टीको सबभन्दा आधिकारिक संस्थागत निर्णय गर्ने ठाउँमा प्रस्ताव बनाएर लान्छौं र त्यहाँ तपाई हामी पनि पक्कै सहभागी हुन्छौं त्यहाँ छलफल गरेर त्यसमा कसले भोट हाल्यो कसले हालेन केन्द्रीय सदस्य को गयो क्षेत्रमा को गएन काम गर्ने र नगर्नेलाई समान ढंगले हेर्ने जो भइराखेको छ त्यसको पनि अन्त्य हुनु पर्यो जसले अरु बेलामा पार्टीको भन्ने निर्वाचनको बेलामा अन्त जानेलाई पार्टीमा राख्नु भएन कमिटीहरु चुस्त दुरुस्त हुन पर्यो भन्ने नै सबैतिरको सुझाव छ अब एउटा त विचारलाई अझ तिखार्न पर्यो विचार राजनीतिलाई पहिलो दोस्रो संगठनलाई त्यो विचार राजनीति अनुकूल चुस्त दुरुस्त संगठन बनाउनै पर्यो संगठनलाई तलैदेखि भेला सम्मेलन गरेर निर्वाचित कमिटी बनाउने निश्चित संख्या भन्दा ठूलो कमिटी नबनाउने त्यो काम नगरी नहुने भएको छ त्यसकारण राजनैतिक र वैचारिक ढंगले मुद्दाको हिसाबले हामीले नै जितेका छौं तपाईहरु कोही निराश हुनुपर्ने कारण छैन मैले धेरैचोटी भन्ने गरेको छु तपाईहरुले सुन्नु भएको होला राष्ट्रपाका यतिका महिला आए हाम्रो त महिला भयो मैले ती पनि हाम्रै महिला देख्छु हामीले जनयुद्ध र जनआन्दोलन गरेर महिलाहरूको सहभागिता र समानुपातिक यसरी हुनुपर्छ भन्ने चीज स्थापित नगरेको भए राष्ट्रपाले कहाँबाट ल्याउँथ्यो त्यत्रो महिला हिजो कांग्रेस एमालेबाट आउँदा पनि हामीले के भन्थ्यौं भने अन्तत अहिले जनताले बुझ्न गाह्रो हामीले बुझाउन सकेका छैनौं हामी आफै पनि केही न केही कमजोरीहरू हाम्रा बढ्दै गएका छन् त्यो कारणले गाह्रो भएको मात्रै हो तर समयले बिस्तारै आम जनतालाई बुझाउँदै ल्याउँछ यो सबै कसले गरेका थियो भन्दा क्रान्तिकारीहरू कम्युनिस्टहरूले नमस्ते सब्स्क्राइब गर्नुभयो छैन गर्दिनु यार के जान्छ यार